ढुङ्गालाई मेरो दाजु प्रकाशकान्त ढुङ्गालाई म समय दिन चाहन्छु। ल आफ्नो सबै बच्चाको लागि प्रार्थना गरौँ। प्रिय परमेश्वरको विशेषता बाला धन्यवाद प्रभु हाम्रो जुन छोरी दासी तपाईँको जिउँदो वचन अनि विशेष प्रचार गर्नुपर्नेछ प्रभु हाम्रो बासमा तपाईँ हाम्रो जुन छोरी आउनुभयो तपाईँले स्वर्गबाट तपाईँको आत्मा हाम्रो जुन छोरीलाई पठाइदिनुहोस् अनि एफिसी 6:20 पदमा पावर अनि वचन बोल्ने सास दिनुभयो प्रभु आफ्नो जुन छोरी त्यसैकन वचन बोल्ने सास दिनुभयो तपाईँ पवित्र आत्माले विशेष गरेको साथमा अनि सबै कुरा सुन्ने सुनार तपाईँको पक्षमा तपाईँ रहिकन तपाईँको पवित्र आत्माले हाम्रो दुई पक्षमा तपाईँले साथ सम्पूर्ण आशीर्वाद सम्पूर्ण तपाईँको आत्मिक कानहरू आत्मिक हृदयले सम्पूर्ण हाम्रो साथमा पवित्र आत्माको एनौटी माग्दछु येशू ख्रीष्टको नाममा आमेन। धन्यवाद हाम्रो सञ्चालक महोदयले वचनको अभिधान मलाई दिनुभएको छ र यहाँहरूको माझमा सुन्दै हुनुहुन्छ म बोलेको मेरो एकदमै सानो आवाज छ अनि म सक्दो चाहिँ तपाईँहरूसँग एकदमै ठुलो स्वरमा बोल्नेवाला छु र है आजको वचनको समय हाम्रो बुबाले मलाई स्थानीय बुबाले दिनुभएको छ मलाई म त्यति राम्रो ल्याउन सक्दिनँ तपाईँहरू मभन्दा एकदमै वचनमा पोख्त हुनुहुन्छ अनि मभन्दा धेरै पढेको व्यक्तिहरू हुनुहुन्छ अनि वचनलाई कति अनि तपाईँले मभन्दा बेसी नै पढ्नुभएको अनि जान्नुभएको अनि म हुनुहुन्छ अनि म त एउटा साधारण व्यक्ति हो अनि र यहाँहरूको माझमा अनि म हितोपदेश 8:17 र भजन सङ्ग्रह 118 22 पद यो दुईवटा पदहरूबाट तपाईँलाई म वचन पढेर सुनाउने छु र यो वचन तपाईँले कतिपल्ट सुनिसक्नु भएको होला पढिसक्नु भएको होला र यो वचनलाई नै अनि म यहाँहरूको माझमा अनि पढेर सुनाउने छु र वचनको प्रार्थना हाम्रो बुबाले गरिसक्नु भएको छ र हितोपदेश 18:17 पदमा यसरी भन्दछ परमेश्वरको वचनले मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु र मलाई खोज्नेहरूले मलाई भेटाउँछन् आमेन। अनि हितोपदेश पुरानो नियमबाट म यो पदलाई पढिराखेको छु अनि परमेश्वरले आज हामीलाई के भनेको छ प्रेम गर्नुभएको कारण मलाई प्रेम गर्नेहरूलाई म के गर्छु भन्नुभएको छ अनि प्रेम गर्छु भन्नुभएको छ है परमेश्वरलाई म धन्यवाद भन्छु अनि मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु भन्नुभएको छ है। आज हामी मानिस बिच चाहिँ के हुन्छ भने अनि मन पराएको साथीलाई मात्रै अनि मैले मेरो आफ्नो मन पराएको साथीलाई मात्रै म प्रेम गर्छु उसँग बोल्छु उसँग मेरो आफ्नो कुरा सेयर गर्छु अनि उसलाई मात्रै माया गर्छु मानिसको स्वभाव चाहिँ त्यस्तो छ अनि त्यो अर्को व्यक्तिलाई चाहिँ हामीले प्रेम गर्न सक्दैनौँ अनि अर्को व्यक्तिलाई पनि हामीले प्रेम गर्न सक्दैनौँ तर परमेश्वरको वचनले चाहिँ के भन्दछ भन्दाखेरि मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु र मलाई खोज्नेहरूले मलाई भेटाउँछन्। आज हामी परमेश्वरलाई नखोजेको भएदेखि आज हामी त्यसरी भेट हुने थिएनौँ परमेश्वरले हामीलाई खोज्नु पर्यो परमेश्वरलाई हामीले भेटाउने थिएनौँ आज कति हामी आत्मामा तिर्सित हुन्थ्यो है अनि यो को कि त्यो को कि परमेश्वर भन्ने हामीले थुप्रै कुराहरूलाई हामीले बुझिरहेका थियौँ मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु भन्नुभएको छ अनि परमेश्वरलाई हामीले प्रेम गर्यौँ भने उहाँले पनि हामीलाई के गर्नु हुँदो रहेछ प्रेम गर्नु हुँदो रहेछ र मलाई खोज्नेहरूले मलाई भेटाउँछन्। आज है हामी यसरी परमेश्वरको भवनमा भेला भइरहेका छौँ र आज हामी परमेश्वरलाई खोजिरहेका छौँ अनि परमेश्वरलाई हामीले भेटाएका छौँ अनि त हामी परमेश्वरको भवनमा छौँ है। आज पहिला मैले अघि मेरो गवाईलाई पनि भन्यो अनि पहिला हामीले प्रभुलाई ग्रहण गर्दैखेरि क्रिस्तानीहरू भन्थ्यौँ आज त्यो क्रिस्तानी भन्ने व्यक्तिहरू पनि आज प्रभुमा आएको छ उनीहरूले पनि हामीले ग्रहण गरेको प्रभुलाई चाहिँ कस्तो रहेछ के रहेछ भनेर बुझेर चाहिँ आज प्रभुमा आएको छ उहाँले पनि खोजेर चाहिँ उहाँलाई भेटाएको छ परमेश्वरलाई भेटाएको छ र फेरि भजन सङ्ग्रह 18:22 जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यो चाहिँ कुनाको शिर ढुङ्गा भने मैले गवाईसँग तुलना गरेँ अनि आज हामीलाई नमन पराउने व्यक्तिहरू चाहिँ आज यिनीहरू चाहिँ क्रिस्चियनहरूले चाहिँ क्रिस्तानीहरूले भन्थ्यो क्रिस्तानीहरूले चाहिँ अपनाएको परमेश्वर चाहिँ
साँच्चै नै सत्य परमेश्वर रहेछ। आज जुन ढुङ्गा चाहिँ भवन निर्माण गर्ने, आज यहाँनिर यो भवन निर्माण गर्दै गर्दाखेरि चाहिँ अनि मिस्त्रीहरूले अनि त्यो फेकेको ढुङ्गाहरू पनि मिलाएर मजाले है माटोले कुचाएर कसरी यो भवनलाई निर्माण गरे। त्यसरी नै परमेश्वरले आज हामीलाई अनि निर्माण गर्नुभएको छ। जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यो चाहिँ हुनाको शिर ढुङ्गा बन्यो भनेको छ। आज हामीलाई समाजले यो मान्छे कामै लाग्दैन है, यो हामी मान्छेको स्वभाव कस्तो, यो मान्छे बेकारको छ, यो काम नलाग्ने, यो समाजले पनि मन पराउँदैन, यो समाजले पनि घृणा गर्छ, उसको बाबुआमाले पनि मन पराउँदैन, उसको दिदी बहिनीले पनि मन पराउँदैन, उसको छोराछोरीले पनि मन पराउँदैन, उसको बाबुआमाले पनि मन पराउँदैन भनेको व्यक्ति चाहिँ परमेश्वरले आज है टिपेर त्यो मान्छेलाई चाहिँ असल ठाउँमा असल जग्गामा ल्याएको छ। त्यो व्यक्ति चाहिँ हो अनि कुनाको शिर ढुङ्गामा सबैभन्दा बिकामे मान्छे चाहिँ परमेश्वरले ल्याएर त्यो असल व्यक्ति बनाउनु भएको छ। हामी मानिसको थुप्रै स्वभावहरू छ है, हामीलाई सुरुमा ग्रहण गर्दै यो लाजिमेको छोरीहरू चाहिँ खत्तम भयो है, खत्तम भयो, एकदमै त्यो सानो धर्ममा लाग्यो है एकदमै जात काट्थ्यो कि हामीलाई पानी मुनि भन्थ्यो। तर आज परमेश्वरले हामीलाई टिपेर आज असल ढुङ्गा बनाउनु भएको छ, कुनाको शिर ढुङ्गा बनाउनु। हामीले जुन कुरालाई अप्नायौँ त्यो कुरा चाहिँ एकदमै असल रहेछ, जुन कुरालाई आज हामीले छान्यौँ त्यो कुरा चाहिँ असल कुरा रहेछ, त्यो चाहिँ कुनाको के बन्यो, शिर ढुङ्गा बन्यो परमेश्वरको वचनले भन्दछ। र है अनि मैले यो दुईवटा बाइबलको खण्डहरूबाट पढेँ अनि है वचन मैले बोल्दै गर्दाखेरि कति पिटापाल्टी हुन्छ, तपाईँलाई है कति चोट लाग्न सक्छ, तर है परमेश्वरको वचनले भन्छ अनि वचन चाहिँ दुई धारे तरवार हो है। मण्डलीमा धेरै प्रकारको मानिसहरू हुन्छ, हामीले वचन बोल्दै गर्दाखेरि मलाई वचनले हान्यो, मलाई वचन हिर्कायो भन्ने व्यक्तिहरू पनि हुन्छ अनि त्यो हाम्रो मण्डलीमा पनि त्यस्तो व्यक्तिहरू त्यो व्यक्तिहरू चाहिँ वचन नबुझ्ने व्यक्तिहरू हो। अनि आफ्नो अब त्यो वचन बोल्नेलाई त के याद होला, यो मान्छे त्यस्तो छ भनेर, तर परमेश्वरको वचन चाहिँ दुई धारे तरवार हो। यता मलाई पनि काटेको हुन्छ, तपाईँहरूलाई यसरी मैले तपाईँहरूलाई यसरी औँलाएँ भने 3टा औँला चाहिँ मेरोमा है, सबभन्दा धेरै औँलाले मलाई यसरी औँलाएको छ है। मैले तपाईँहरूलाई यसरी औँलाएँ 3टा औँला त मेरोपट्टि छ नि। परमेश्वरको वचन चाहिँ त्यस्तो हो है, आफूले बोल्दै गर्दाखेरि पनि है वचन बोल्ने व्यक्तिलाई पनि काटिरहेको छ र सुन्नेलाई पनि काटिरहेको छ। तर हामीमा भएको खराब कुरालाई परमेश्वरले काटिरहेको छ भनेर हामीले बुझ्ने कोसिस गर्नुपर्दछ। र परमेश्वरलाई म धन्यवाद भन्न चाहन्छु। म यति लामो बढाउनेवाला छुइनँ। अनि तपाईँहरू कतिजना यो सेवाकाईको बादमा वस्तु खोल्नुपर्ने होला, बैठकमा जानुपर्ने होला है, हरेक काम धन्दा है भ्याउनु पर्ने होला र वचनमा म यतिकैमा राख्न चाहन्छु। र परमेश्वरलाई धन्यवाद होस्। अनि वचनलाई यो दुईवटा पुस्तकबाट दुईवटा पदहरूबाट वचनलाई राख्न सकेँ र म पनि वचनमा त्यति साह्रो पोख्त छुइनँ। र मलाई मेरो निम्ति प्रार्थना गरिदिनुहोस् र मेरो परिवारको निम्ति वचनको सँगसँगै मैले सबै ठाउँमा यो विषयलाई पनि राख्दै आएको छु। र हामी 4 जना हौँ। मेरो 2टा छोरीहरू छ अनि मेरो एकजना छोरी उता सिक्किममा नै बिहा भएको छ र एकजना छोरी चाहिँ भोजपुरमा बिहा भएको छ, तर भोजपुरमा चाहिँ हुनुहुन्न, उता सिक्किममै बस्नुहुन्छ। अनि ज्वाइँ चाहिँ अमेरिकामा हुनुहुन्छ। ठुलो ज्वाइँ चाहिँ एकदमै प्रार्थना गरिदिनुहोस् है, अर्काको देशमा अर्काको ठाउँमा यसरी सेवाकाई गर्नु पाइँदैन अनि यसरी खुल्ला रूपमा बसेर सेवा सङ्गति गर्नु पाइँदैन। प्रार्थना गरिदिनुहोस्। र हामी 2 जना चाहिँ अहिले तराईमा छौँ अनि हाम्रो निम्ति पनि प्रार्थना गरिदिनुहोस्। अनि तपाईँहरू पनि तल हाम्रो मण्डलीमा आउनुहोस्। हामी एउटै ब्रान्च हो अनि मण्डलीको नाम मात्रै फरक, तर परमेश्वर चाहिँ एउटै हो अनि एउटै परमेश्वरका छोराछोरी हौँ। तपाईँहरू पनि आउनुहोस्। अनि फोन नम्बर मेरो दाजुभाउसँग छ, तपाईँहरू दमकमा झर्नुहोस्। दमकमा तपाईँलाई हामीले रिसिभ गर्न आउनेछौँ र हाम्रो पनि सानो झुन्ड छ। अनि चर्च बनाएको लगभग 6-7 वर्ष भयो होला। हामी बाहिर बसेकोले गर्दाखेरि हामी पनि मण्डलीहरूसँग यो पालिदेखि मात्रै राम्ररी जोडेर सेवाकाई
गर्न पाइरहेका छौँ र हाम्रो निम्ति तपाईँहरूको प्रार्थना एकदमै जरुरी छ र मैले पनि तपाईँहरूलाई प्रार्थनामा याद गर्नेछु अनि तपाईँको प्रार्थनाको विषयहरू छ भने म लगेर जानेछु हरेक हाम्रो प्रार्थनाको सेवाकाईको सङ्गतिहरूमा तपाईँको निम्ति पनि हामी प्रार्थना गर्नेछौँ र मेरो निम्ति पनि प्रार्थना गरिदिनुहोस्। हामी चाहिँ एकदमै छेत्री बाहुनहरूको बिचमा अलिकति बजारको छेउछाउ भएकोले गर्दाखेरि यसरी हामीले सङ्गति गर्दै गरेर कति कुराले हामीलाई डिस्टर्ब गर्छ। अनि उनीहरूको मस्जिदहरू छ, मन्दिरहरू छ, बेलुकाको 9 बजेदेखि बिहानको 3-4 बजेसम्म चाहिँ उनीहरूले भजन, उनीहरूको कीर्तन गाउँछ, हामीलाई सुत्नु पनि एकदमै डिस्टर्ब गर्छ। त्यस्तो जग्गाहरूमा चाहिँ हामीले सङ्गति गर्नुपर्दछ र हाम्रो निम्ति एकदमै प्रार्थना गरिदिनुहोस्। र धेरै जाति मानिसहरू छ, अनि छेत्री बाहुन छ, धिमाङहरू, राजवंशी, थुप्रै खालको मानिसहरू छ। अनि छेत्री बाहुन चाहिँ यति साह्रो कठोर हृदय भएको मान्छेहरू हुनुहुन्छ। उनीहरूले एकदमै अब मस्जिदमा गएर, मन्दिरमा गएर कीर्तन भजन गर्ने हुन्छ। अनि त्यस्तो ठाउँमा चाहिँ हामीले प्रार्थनाद्वारा अनि जित्नुपर्ने आत्माहरू छ, हामीलाई विचार गरिरहेको छ। बेसी चाहिँ हाम्रो वरिपरि छेत्री बाहुनहरू मात्रै छ। अनि त्यस्तो ठाउँमा चाहिँ हामीले सङ्गति गर्नुपर्ने छ र हामीलाई हाम्रो निम्ति अनि प्रार्थनामा एकदमै याद गरिदिनु होला भन्दै, अनि मेरो यात्राको निम्ति पनि प्रार्थनामा याद गरिदिनु होला भन्दै वचनको समय सँगसँगै अनि मेरो प्रार्थनाको विषयहरूलाई, मेरो सूचनाको समयहरूलाई म राख्दै उपरान्त समय म बुबालाई दिन चाहन्छु। मैले कति कुराहरू बोल्दै गर्दाखेरि त्रुटि गरी होला, भुल गरी होला, क्षमा माग्दै यो समयलाई फेरि म बुबालाई दिन चाहन्छु। सबैलाई जय मसीह।